यहाँ पनि पुगेन अन्त हिजो म चाहिँ अब त हावा चरै झुल नयाँ निकाल्ने भने ए मैले साँच्ची पङ्खा चलायो थियो भन्दै थियो के त्यहाँ चलाएको पनि छैन त त्यो पङ्खा खिचामा पर्दैन भन्दै थियो एकैछिनमा हावा हुन्छ क्या पहिला चल्छ कि चल्दैन त्यहाँनिर त्योतिर जाँगर चलाएको थोप्राले देखाइरहेको छ त्यो थोप्राले चाहिँ नदेखा न तल जाँगर नचलेको हामी त अब मनमा त्यस्तो भयो नि देखा कसले 12 बजी सुत्नु निन्द्रा पुगेन बाबु यस्तो हामी त आज आएर खाना खाएर 12 बजे नुहाई धुवाई कपडा धोइ 12 साढे 12 बजे सुतेको 1 बजे होला भगत होला नि त हुँदा है माया 1 बजे भगत होला अनि फेरि 3 बजे उठाइहाल्यो अब हुनेरीले 3 बजे पानी आइहाल्यो फेरि 3:40 भयो त कि 4 बज्न लाग्यो पानी भन्दा पनि धेरै 10-15 सेकेन्ड कहाँ जाने बेबी बुढा मामा कति मजाले मुस्कान्ती हो क्यारिस कहाँ जाने थाहा होइन बुढो मामाले भन्थ्यौ त्यो भयो